लोकवार्तारतः क्रूरा। क्रोध रिसा जोसँग पनि बाँध्ने यस्तै रहेछन्। बिचरा आत्मदेव ब्राह्मण जस्तो जे छ जीविको चल्दैछ भनेर मन बुझाएरै बसेका थिए। एउटै समस्या थियो, यिनीहरूमा कोही सन्तान थिएनन्। यिनीहरूको सन्तान प्राप्तिका लागि अनेक अनुष्ठान गरे, यज्ञ गरे र पनि सन्तान भएनन्। आफैमा त्यति जान्ने ब्राह्मण छन्, वेद विशारद छन्, विद्वान छन्, अनि यज्ञ गर्दा पनि सन्तान भएनन्। किन भन्दा यी जान्न चाहिँ सबै थोक जान्दथे, तर यिनमा श्रद्धा थिएन आत्मदेवमा। यहाँबाट पनि हामी यो बुझ्न सक्छौँ कि हामीले घरमा केही यज्ञ यज्ञादि गर्छौँ भने त्यो यज्ञप्रतिको श्रद्धा छैन भने त्यो यज्ञको फल प्राप्ति हुँदैन है सज्जन। सबैभन्दा ठुलो कुरो श्रद्धा हो। श्रद्धा हुनु पर्यो। यिनमा श्रद्धा भएन। अनि वित्तवान थिए अरे फेरि आत्मदेव। वित्तवान भनेको के हो भन्दा धनी, धनवान र वित्तवान तीनटा शब्द हुन्छ है। तीन स्टेप: धनी, धनवान, वित्तवान। धनी भनेको को? धनी भनेको बिहान बेलुका जसो तसो गुजारा टरेको छ, यसो बस्नका लागि, ओत लाग्नका लागि छानो भएको ठाउँ छ, अरूलाई दिन पुग्दैन, आफूलाई चाहिँ पुग्छ भने त्यो धनी। धनवान अर्को हुन्छ धनवान। धनवान भनेको के हो भन्दा आफूलाई पनि पर्याप्त पुगेको छ, अनि अरूले कसैले यसो माग्छन् भने अरूलाई पनि दिन पुग्छ भने त्यो धनवान। अब त्योदेखि माथिको धनी, धनवान, त्योदेखि माथि हुन्छ अर्को वित्तवान। त्यो वित्तवान भनेको चाहिँ कस्तो त भन्दा कहिलेकाहीँ राष्ट्रलाई, देशलाई पनि सङ्कट लागेको बेलामा देशलाई, राष्ट्रलाई पनि सहयोग गर्न सक्ने जसको सामर्थ्य छ त्यसलाई वित्तवान भनिन्छ। यी आत्मदेव त्यस्तै थिए, वित्तवान थिए। आफूसँग भएको धन सम्पत्ति आधा जति चाहिँ खर्च गरिसक्दा पनि सन्तान भएनन्। सन्तान नभएपछि बडो गाह्रो। न छोरो न छोरी कोही पनि छैनन्। यिनका घरमा दुध दिने गाई ल्यायो। यिनका घरमा आइसके पछाडि कहिले भ्याइन। यिनले अनेक फलफुल बगैँचा लगाए, तर यिनले रोपेका फलफुल पनि कहिल्यै फलेनन्। तब साह्रै मन दुखेछ यिनको। एक दिन चाहिँ विचार गरे, यस्तो जीवन बिताउनुभन्दा त बरु प्राणम त्यक्त्वा, मेरो यो प्राणलाई त्याग दिन्छु भनेर एक दिन बिहानै उठेछन्। एकदा स द्विजो दुःखात् गृहं त्यक्त्वा वनं गत। एक दिन अत्यन्तै दुखी भए, घरलाई छोडेर जङ्गलतर्फ गए। के छ उद्देश्य भन्दा प्राणम त्यक्त्वा, यो शरीर त्याग दिन्छु, काम छैन यसको भनेर गएछन्। मध्याह्न समयमा घोर जङ्गलमा पुगे। त्यो जङ्गलका बिचमा एउटा सरोवर रहेछ, एउटा तलाउ रहेछ। त्यो तलाउमा गएर पानी खाए। अनि यसो छेउमा छाहारीमा थकाइ मार्न लागे। मर्न गएका मान्छे भोक तिर्खा लाग्यो, पानी खाए अनि थकाइ मार्दैछन्। मनमा ठुलो पीडा छ। बलेन्द्रधारा आँसु खसाइरहेछन्। जङ्गलका बिचमा छन्। दैव संयोग त्यही बाटो एकजना यति सन्यासी साधु त्यही बाटो यसो हिँड्दै थिए। ती साधुले पनि त्यहाँ पानी खाए। यसो मास्तिरपट्टि हेर्दा एकजना व्यक्ति हेर्दाखेरि राम्रै देखिन्छन्, किन रोइरहेका छन्? गएर सन्यासीले सोधेछन्, कथम रोदसी विप्रत्वम, काती चिन्ता गरियसी? ए ब्राह्मण देवता, तिमी किन रुँदैछौ? के का चिन्ताले तिमीलाई यति गहिरो सताएको छ? वदत्वम सत्रम मय्यम सस्य दुःखस्य कारणम। मलाई सबै थोक बताऊ, तिम्रो दुःखको कारण के छ बताऊ भनेर यी यतिले सोद्धा भए। तब ती ब्राह्मणले भन्छन्, किं ब्रवामि ऋषे दुःखम पूर्व पापेन संचितं मर्या पूर्वजास्तोयं कवष्णोमुपभुञ्जते। हे बाबा, हे सन्यासी बाबा, म कहाँसम्म मेरो दुःख बताऊँ?
यतिसम्म पापी छु म, यतिसम्म दुखी छु। मैले दिएको कवश्रम जो पितृलाई दिने पदार्थ छ, त्यो पितृलाई दिएको कुरा पनि पितृले ग्रहण गर्दैनन्। किन त भन्दा यसका त सन्तान छैनन्, यसले त दिन्छ, यसका सन्तानले दिँदैनन्, छैनन्। त्यही भएर दुखी हुन्छन्। प्रजा दुखे न शून्योहम प्राणम त्यक्तुम इहागत। छोराछोरी सन्तान नभएका दुःखले आज चाहिँ म प्राण त्याग्न आएको हुँ। किनभने त्यो जीवनलाई धिक्कार छ जुन जीवनमा सन्तान छैनन्। धिक जीवितम प्रजाहीनम धिक गृहम च प्रजाम बिना धिक धनम चानपत्यस्य धिक कुलम सन्ततिम बिना। त्यो जीवन धिक्कार छ जहाँ